साथीहरूलाई धेरै धेरै स्वागत अनि अभिवादन। म तपाईकै साथी भीष्म। हाम्रो युट्युब च्यानल नेपाली पोएम्समा नयाँ कार्यक्रम मनको व्यथा लिएर आजको मनको व्यथाको कथा हो नेपालको एक हस्पिटलमा कार्यरत एक नेपाली नर्सको। लाउन मेरो श्रीमानलाई के भयो भयो, भान्ता भएको भइ छ, के खानु भो होस नै छैन, जिउ पुरै छारे रोगमा झैं कामेको कामै छ, लाउन छिटो हेरिदिनु न, छिटो लाउन छिटो। करिब 2 वर्ष जतिको बच्चा बोकेकी दिदी राति 10 बजेतिर आत्तिँदै आकस्मिक कक्षभित्र छिरिन्। म झुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका श्रीमानलाई भित्र ल्याउन दौडिए। समय खेर नफालिकन हामी 2 नर्स र 1 डाक्टर उनको उपचारका निम्ति जुट्यौं। दाइले के खानु भएको हो, कसले देख्यो? एकजना भाइले ठूलो स्वरमा बोले, दाइले विष खानु भएको। तुरुन्तै त्यो बट्टा लिएर आउनुस्। ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न थाल्यौं। उनको शरीर झड्का हाने झैं गरेर घामिरहेको थियो। आँखा मासतिर फर्किरहेका थिए। जसलाई कम गर्न नसाबाट औषधि दिइयो तर काम गरेन। छातीमा लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन सुरु गर्यौं। शरीरमा 90% भन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा निकै तल झरेको मेसिनले देखायो। डाक्टर, अक्सिजन 46% मात्रै, म कराएँ। डाक्टर अक्सिजन दिन लाग्नुभयो। अक्सिजनसँग बिरामीको शरीरले कुनै नाता जोड्न चाहेन। हुँदाहुँदै स्वचालित श्वास प्रश्वास बन्द भयो। हाम्रो कोसिस सफल भएन। म बिरामीको छातीमाथि 2 हातले लगातार मसाज गर्न लागे र डाक्टरले मुखमा राखेको पाइपबाट एम्बु अक्सिजन दिन थाल्नुभयो। 20-25 मिनेटको कृत्रिम श्वास प्रश्वास पछि पनि मुटुले केही सकारात्मक प्रतिक्रिया देखाएन। यत्तिकैमा ती भाइ आइपुगेर भने, सिस्टर, दाइले खानु भएको झोल यही बट्टाको हो। त्यो त अर्ग्यानो फोस्फोरस पोइजन पो रहेछ। धेरै खाएको र अस्पताल ल्याउन ढिला भएकाले अवस्था गम्भीर भएको कुरा प्रष्ट भयो। कम उमेरको बिरामी भएकाले केही चमत्कार होला कि भनेर हामी प्रयासरत थियौं। अन्ततः इसिजी मोनिटरमा मुटुको चाल देखाउने रेखा सिधा भयो, एकदम सिधा। घोषणा भयो मृत्युको। तपाईको श्रीमान रहनु भएन। डाक्टरको मुखबाट निस्केका यी 3 शब्द सुन्ने बित्तिकै बोकेको छोरा सहित ती दिदी भुइँमा पछारिन्। परबाट 12 वर्षकी छोरी हतासिँदै आइपुगिन् र आमालाई घचघच्याउन थालिन्। आमा, के भयो? किन यस्तो गर्नु भएको? बोल्नु न आमा, के भयो? काखको छोरो एकातिर, ठुली छोरी अर्कोतिर रोइरहेका थिए। दिदी केही बोलिनन्, मात्र रोइरहिन्। दर्शकको भिडबाट एउटा आवाज आयो, जाऊ नानी भित्र, बाबासँग अन्तिम पल्ट भेट गर। अनि ती बच्ची मलाई पछ्याउँदै आइन् र मेरा औँला समाएर तान्न लागिन्। म झस्किएँ। सिस्टर, मेरा बाबा निदाउनु भएको है,
उहाँ मर्नु भएको छैन है। उनको यो हो या होइनमा दिनुपर्ने छोटो जवाफ पनि मलाई बडो लामो लाग्यो। म एक टहले हेरिरहेँ, न केही बोल्न सके, न सान्त्वनाको हात उनीमाथि उठाउन नै सके। म झट्ट आफ्नो औँला उनको हातबाट हटाएर बाथरुमभित्र छिरेँ। बाक्लो मोटो भित्ता छेडेर बाथरुमभित्र पनि बाहिरको चिच्याहाट रुमल्लिरहेको थियो। अगाडि भएको ऐनामा आँखा पुग्यो। त्यहाँ आफ्नो नभई उही बच्चीको प्रतिबिम्ब देख्न थाले। अनि उनका ओठमा अघिकै प्रश्न। म भक्कानिएँ। आफूलाई सम्हाल्न सकिन र मेरो आँखाबाट पनि आँसु झर्न थाले। केही बेर आफूलाई शान्त पारेर म बाहिर निस्किएँ र बिस्तार बिस्तार पाइला चाल्दै उनको मृत बाबालाई सुताएको बेड छेउ गएँ। उपचारको क्रममा लगाइएका अक्सिजन पाइप, छातीका तार, हातका सुई सबै निकालिदिएर सेता कपडाले मुखसम्म छोपिदिएँ। फेरि थप एक जीवन आत्महत्याले सिद्ध्यायो। उनको आँसु र बोली एकैचोटि पोखियो। दाइले व्यवहार दुईटा गर्नु भएको रहेछ। यता भाउजू र 2 छोराछोरी छन्, उता अर्की गर्भवती भइछन्। दुवै परिवारको माया लाग्ने रहेछ। दुवैलाई छोड्न पनि सक्नु भएन, साथमा मिलाएर राख्ने आँट पनि गर्नु भएन। कुनै विकल्प नदेखेर अन्त्यमा आफैलाई सिध्याइदिनु भयो। बल्ल मैले बुझेँ, यो त हिजो आज सहर बजारमा घट्दै गएको एक्स्ट्रा म्यारिटल अफेयर, विवाह बाहिरको सम्बन्धको थप नतिजा पो रहेछ, जहाँ सधैँ जसो साँढेको जुदाई बाछाको मिचाइ हुन्छ। साँच्चै डरलाग्दो समय आँखा अगाडि आइपुगेको छ। मन यसै नमिठो भयो र यस्तै नमिठै नमिठोमा आजको नाइट ड्युटी बित्यो। भोलिपल्ट फेरि अर्को नाइट ड्युटी सुरु भयो। आफ्नो ठुलो भाइ, आमाजु र जेठानीलाई लिएर एउटी दिदी राति 8 बजे इमर्जेन्सीमा आइन्। उनको समस्या थियो महिनावारी भएको 10 दिन बितिसक्दा पनि रगत बग्न रोकिएन। उनीसँग व्यक्तिगत विवरण लियौँ। उमेर 30 वर्ष, पढाइ 10 पास, 2 छोरी र 1 छोरा, गृहिणी, श्रीमान विदेशमा, महिनावारी नियमित रूपमा हुने र कुनै पनि दीर्घरोग नभएको। त्यसपछि उनको रगत र पिसाब जाँचको लागि पठाएर रगत रोकिने औषधि दियौँ। 10:30 बजेतिर रिपोर्ट आइपुग्यो, जसमा थियो युरिन प्रेग्नेन्सी टेस्ट पोजिटिभ, अर्थात् उनी गर्भवती भइछन्, अर्थात् उनी गर्भवती रहिछन्। भर्खर गर्भपतन भएको र गर्भको केही अंश पाठेघरभित्रै रहेकाले लगातार रगत बगिरहेको पत्ता लाग्यो। हामी स्वास्थ्य कर्मीसँग पनि कुरा लुकाएर बोलेकोमा डाक्टर खुब रिसाउनु भयो अनि रिपोर्टको बारेमा भन्न बेडतिर हिँड्नु भयो। एकछिन डाक्टर, मैले भने, सुरुमा हामी बिरामीसँग कुरा गरौँ, त्यसपछि आफन्तसँग। मैले उनका आफन्तहरूलाई हतार हतार बाहिर पठाएँ र उनको छेउमा गएर रिपोर्ट बारे कुरा गरेँ। दिदी जागिन्, यो हुनै सक्दैन, मैले यस्तो नराम्रो काम कहिले गरेकी छैन, कस्तो हस्पिटल हो, जे पायो त्यही रिपोर्ट निकाल्ने। मैले जवाफ दिएँ, सबैको अगाडि भिडियो एक्सरे गरेर हेरौँ अनि आफ्नै आँखाले फोटो हेर्नुहोला। उनी डराइन्। कालो निलो अनुहार भयो उनको। हात जोड्न लागिन् र गोप्य राखिदिन अनुरोध गरिन्। उनको अपरेसन कोठामा लगेर पाठेघर सफा गर्नुपर्ने भएकाले रिसाएका डाक्टर आफन्तको हस्ताक्षर लिन बाहिर निस्कनु भयो। डाक्टर ढोकामा के पुग्नु भएको थियो, मैले बिचैमा रोकेँ। प्लिज डाक्टर, उहाँको घर र माइतीपट्टि दुवै थरी यहाँ हुनुहुन्छ। यो रिपोर्टको बारेमा सुनेपछि भोलि यिनका के होला, त्यसैले हामी गोपनीयता अपनाएर नै उपचार गर्न सक्छौँ।
हुँदैन र? मेरो कुरा टुङ्गिन नपाउँदै डाक्टर ममाथि खनिनु भयो। कर्म अनुसारको फल हुन्छ। गल्ती गर्नेले परिणाम पनि भोग्नुपर्छ। आज गुपचुप उपचार गरेर पठाउनुहुन्छ? केही हुँदैन रहेछ भने भोलि फेरि सोही अनुहार दोहोरिएर आउँछ। कहिलेसम्म चुपचाप सेवा गर्नुहुन्छ? त्यसैले आज नै केही गर्नुहोस् ताकि भोलि राम्रो होस्। हो डाक्टर, हो, सबै कुरा ठिक हो। जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँछ। तर यहाँ कर्मै नगरिकन उनका 3 छोराछोरीले नराम्रो फल पाउने भए। भोलि तेरी आमा यस्ती उस्ती भनेर घर माइत समाजबाट फालिन्छन् ती बच्चाहरू पनि। आजको हाम्रो सानो झुटले ती बच्चाहरूको जिन्दगी जोगिन्छ। सो प्लिज डाक्टर, बिरामीको गोप्यता भङ्ग गर्न नहुने आफ्नो धर्म सम्झेर डाक्टर केही नरम हुनुभएको आभास भयो। म आज र अहिलेमा अल्मलिएर यी दिदीलाई सबक सिकाउनुपट्टि लागेँ। तर तपाईँ उनका बच्चाहरूको भोलिसम्म पुग्नुभयो। सायद यहाँ तपाईँ नै ठिक हुनुहुन्छ सिस्टर। हुन्छ, कुरा गोप्य नै रहोस्, तर यी दिदीलाई सचेत त गराउनै पर्छ। धन्यवाद। म थोरै हाँसेँ। म यसर्थ खुसी भएँ कि ती साना 3 बालबालिकाको जिन्दगी बेवारिसे हुन पाएन। यसरी कहिले महिला त कहिले पुरुष एक्स्ट्रा म्यारिटल अफेयरको जालो फिजाउन रफ्तारमा दौडिरहेका छन्। महिला र पुरुषमा फरक छैन। जो जसको पनि साथी हुन सक्छ भन्दै आधुनिकतामा ढल्किन खोज्दा भित्रिएका असामाजिक समस्याहरूले परिवारहरू भटाभट विखण्डन हुँदैछन्। उता दाइ परिवारलाई सुख दिनका लागि बाहिर घोटिएर काम गर्छन्। यता भाउजू नयाँ साथीसँग रमाइरहेकी हुन्छन्। यता भिनाजुको आयु लामो होस् भनेर दिदी पानीसम्म नपिई व्रत लिन्छन्। उता भिनाजु टर्रो मिठो पानी पिउँदै नानीसँग व्यस्त हुन्छन्। अहिलेका अधिकांश पढे लेखेका जागिरदार मानिसहरूको दिनचर्या यस्तो हुन थालेको छ। डाक्टर, अफिसर, हाकिम, वकिल, सुरक्षाकर्मी, नेता, अभिनेता सबै दिनानुदिन गाँसिँदैछन् यो विनाशकारी डोरोमा। घर घरमा यस्तो अवस्था आउन थालेपछि विरक्तिएका साना नानीहरूको आउने दिन कसले सपारी देला। हस् त, अर्कोचोटि यस्तै कार्यक्रम लिएर आउने बाचाका साथ आजलाई बिदा चाहन्छु। धन्यवाद।